दर्शक पनि एकैछिन यो भिडियो हेर्नुहोस् त। वर्षमान पुनः ट्याडिङ बदले विजय गरौँ। वर्षमान पुनः ट्याडिङ बदले विजय गरौँ। दर्शक पनि यो भिडियो सामाजिक सञ्जालमा तपाईहरुले पनि देख्नुभयो होला। एउटा सिकिस्त बिरामीलाई स्ट्रेचरमा बाँधेर अस्पताल लैजाँदै गर्दा खिचिएको यो भिडियोले शरीरमा काँडा फुलाउँछ, मुटु नै निस्किएला जस्तो हुन्छ अनि मुख छोडेर गाली गर्न मन लाग्छ यहाँका नेताहरूलाई, जसले पटक पटक यही ठाउँबाट जितेर पनि यो हालतलाई सुधार्न सकेनन्। अझ भन्नुपर्दा सुधार्नै चाहेनन्। छैन, दुःखका साथ भन्नुपर्छ, यिनै समस्याहरूलाई आधार बनाएर राष्ट्रिय राजनीतिमा पुगेका दुई ठूला नाम वर्षमान पुन अनन्त र अन्सरी घरती रोल्पाकी माटोमा जन्मिएका सन्तान हुन्। अनन्त जनयुद्धका कमान्डर थिए, आज माओवादी केन्द्रका उपाध्यक्ष र पटक पटक मन्त्री बनिसके। घरती नेपालकै पहिलो महिला सभामुख बनिन्। दुवै नेतालाई रोल्पाली जनताले केन्द्रीय राजनीतिमा स्थापित गराए, तर जनताले भने अझै बिरामीलाई काँधमा बोकेर अस्पताल लैजानु पर्ने बाध्यता झेलिरहेका छन्। नेताहरूले सपना भने ठूला देखाएका थिए, ऊर्जा, आत्मनिर्भरता, ग्रामीण विकास, महिला सशक्तिकरण, तर आफ्नै जन्मभूमिको बाटो, पुल, स्वास्थ्य चौकीमा उपचार पाउने सुविधा अझै सपनामै सीमित छन्। रोल्पा आज पनि बाढी पहिरो र सडक समस्याले थिचिएको छ। औषधि नपाएर अस्पताल पुग्न नसकेर कैयौंले ज्यान गुमाइरहेका छन्। यस्तो दर्दनाक अवस्था हुँदा पनि केन्द्रीय राजनीतिमा पुगेका नेताहरू अझै मौन छन्। उनीहरूका भाषणमा समृद्धि झल्किन्छ, तर गाउँको वास्तविकता भने अझै अलपत्र छ। दर्शकवृन्द, यही दृश्यले हामीलाई सोध्छ के जनताको बलिदानको मोल यति मात्रै हो? के यसरी नै हरेक पुस्ताले काँधमा बिरामी बोकेर अस्पताल पुर्याउनु पर्ने हो? अब त रोल्पाका जनतालाई आफ्नै नेताको नाम लिन पनि लाज लाग्ने अवस्था भइसक्यो। रोल्पाली जनताको बलिदानले यस्ता थुप्रै नेताहरू जन्मायो, तर कसैले पनि फर्केर आफैलाई जन्म दिने आमाको फरिया समेत फेर्न सकेनन्। बुझ्नेले यति भन्दा बुझिसक्यो, नबुझ्नेलाई जति बुझाए पनि बुझ्दैन। यो गाउँठाउँबाट एकपटक जितेर गएकाहरूलाई फेरि अर्को चुनावमा फर्केर गाउँ आउँदा हिसाब किताब क्लियर गर्नु होला रोल्पाली जनता हो। अहिलेलाई यो भिडियो तिनीहरूसम्म पुगोस् अनि तिनीहरूको पद र प्रतिष्ठा पनि लजाओस् र अब गाउँ फर्किने आँट पनि नगरून्।